Welcome to Gorkha Memorial Museum in Pokhara. त्यसपछि हाम्रो कार्यक्रम सकेर हामी ब्रिटिस गोर्खा पोखरा र हामी 45 वर्ष पहिला भर्ती भएको त्यहाँ जान्छौँ अनि त्यसपछि गोर्खा वेलफेयर ट्रस्ट त्यसै ब्याक भएर हामी कसैले बाटो हराउनु भयो भने त्यो ठाउँ चाहिँ पछाडि हेर्नुभयो भने डिप गार्डन भन्छ, त्यहाँ चाहिँ हाम्रो लन्च हुन्छ है। यस्तो गर्दै जान्छ चेयरम्यान गोर्खा मेमोरियल म्युजियमको साथ हाम्रो डाक्टर विजय साहबलाई चाहिँ यहाँ अगाडि आइदिएर स्वागत गर्नु हुनको लागि अनुरोध गर्छु। धन्यवाद। को सदस्य मेम्बर साहबहरू भाइहरू अनि भेरी ब्युटिफुल लुकिङ बहिनीहरू, दिदीहरू त कोही छैन होला नहुनु पर्ने बहिनीहरू, छोरी नानीहरूलाई यो गोर्खा म्युजियमको ट्रस्टी अनि तपाईँहरू जस्तो अरू सपोर्टरहरू लाइफ मेम्बरको तर्फबाट भेरी वार्म वेलकमहरू। फर्स्टली हामी एकदम भाग्यमानी छौँ किनभने तपाईँहरूको इन्टेकले यो गोर्खा मेमोरियलको प्राङ्गणमा भेन्यूलाई 45th
एनिभर्सरी सेलिब्रेट गर्न युज गर्नुभयो। आई थिङ्क दिस इज द राइट प्लेस। किनभने तपाईँहरूले आज गर्नुभयो, अब तपाईँहरू यु विल बिकम इतिहास। अनि अरू इन्टेकहरूले पनि ओहो यस्तो गर्नुपर्ने रहेछ भनेर उनीहरूले सिक्दै फलो गर्छ। अनि तपाईँको छोरा नातिहरूले पछि यहाँ फोटो देख्दाखेरि ओ हाम्रो बाबा बाजेहरूले यस्तो गर्नुभएको रहेछ भनेर तपाईँहरूको इतिहास हामी जगेर्ना गरिदिन्छौँ। अनि अब यो म्युजियम कसरी सुरु भयो त भन्दाखेरि 94मा 7जना भिसीहरू थिए, गोर्खाली भिसीहरू, तर उनीहरूको इतिहास कतै पनि जगेर्ना थिएन। अनि एकजना साहबले होइन हामीले म्युजियम खडा गरेर गोर्खालीको इतिहास चाहिँ हामीले जगेर्ना गर्नुपर्छ भनेर काट्न सुरु भएको। त्यसपछि 2004मा यहाँ आएर सुरु भयो। अहिले तपाईँले देख्नुहुन्छ 3 तला बिल्डिङ छ। ग्राउन्ड फ्लोरमा हाम्रो हिस्टोरिकल ऐतिहासिक फ्लोर हो। त्यसमा इम्प्रुभ के गर्दैछ भन्दाखेरि भिसी ग्यालरी भन्ने चाहिँ अब नेक्स्ट प्रोजेक्ट छ। त्यहाँ कुलबीर थापाको लाइफ साइजको मूर्ति त्यहाँ इस्टाब्लिस हुन्छ। अनि 26जना 13जना गोर्खाली 13जना ब्रिटिसहरूको गोर्खाली कल्टमा थिए, उनीहरूको फोटोग्राफ र मेडल सजिन्छ। त्यस्तै फर्स्ट फ्लोरमा रेजिमेन्टल ग्यालरी, तपाईँ हामी जुन पुरानो टाटा पल्टन थियो त्यो पल्टनको इतिहास। अनि यो कर्नरमा इन्डियन आर्मीको 7वटा पल्टनको इतिहास। अनि टप फ्लोरमा कोर युनिट अनि सपोर्टिङ आर्म्स अनि पुरानो पल्टनहरू कुन कुन थिए भनेर यताको ग्यालरीमा हुन्छ। पहिला हामीहरूले सुरु गऱ्यौँ, अब हेर्नु हुँदैछ हाम्रो केस खुल्दैछ। अब यो के अरे म्युजियमलाई अगाडि बढाउने तपाईँहरूको हातमा बिस्तारो आउँदैछ है। अनि तपाईँहरूले सहयोग गर्नुको निम्ति मनले सक्नुहुन्छ भने धनले, नत्र भने वचनले साथीभाइलाई ल मैले गरेँ यो म्युजियमलाई तिमीले पनि अथवा तपाईँले पनि सहयोग गर्नुहोस् भनेर भन्नुभयो भने पनि यो म्युजियमले सपोर्ट पाउँछ। अनि त्यही सपोर्टको कुरा गर्दाखेरि मैले अहिले तुरुन्त देखेको 2जना तपाईँहरूको इन्टेकको मेम्बर साहबहरूले सपोर्ट गरिसक्नु भएको छ। तर उहाँलाई चाहिँ हामीले सम्मान गर्ने मौका पाएको थिएन। अनि अहिले चाहिँ हामी उहाँलाई सुरुमा सम्मान गरेर तपाईँहरूको इन्टेकको हौसला बढाउँ कि भन्ने विचार आयो। सबभन्दा पहिला हाम्रो त्रिलोक भाइ र बहिनी हुनुहुन्छ। उहाँ भाइ बहिनीले चाहिँ पहिल्यै 1 लाख रुपियाँ दिएर सहयोग गर्नुभएको हो। तर हामीले सम्मान गर्ने मौका चाहिँ आजलाई पर्खेको थियो गर्दाखेरि भाइ अनि यो त उहाँ अबदेखि त उहाँले चाहिँ दे बिकम गोल्ड लाइफ मेम्बर। अनि यो लगाएर आएपछि यो म्युजियम चाहिँ तपाईँहरूको अरे 24 घन्टा खुला हो। 24 घन्टा हो, 24 घन्टा। यो सुन्ने है। थ्याङ्क यू सर। थ्याङ्क यू। अनि हाम्रो अनि बहिनीले पनि सहयोग गर्नु भएको छ। तर उहाँहरूलाई पनि हामीले सम्मान गर्ने मौका फेरि आजै पर्खेको। प्लिज आउनुहोस्
उहाँले पनि सपोर्ट गर्नुभएको छ तर यो वाइ नट यो इन्टेकको बेलामा इन्टेकको बेलामा फेरि एकचोटि उहाँलाई सम्मान गरी खेरो जाँदैन प्लिज यो चाहिँ गोल्ड मेम्बरसिपको लागि हो गोल्ड मेम्बरसिप चाहिँ 1 लाख अनि प्लस उहाँले ब्याज पाइसक्नु भएको खाना मात्रै दिनुभयो हो टोकन पनि पाइसक्यो टोकन पाए अरू इन्टेकको मेम्बर साहबहरू दिदी होइन बहिनीहरूले सहयोग गर्नुभएको सम्मान नपाउनु भएको हुनुहुन्छ भने आउनुहोस् है 1 लाखदेखि माथि सहयोग गर्ने के अरे डोनरहरूले चाहिँ के अरे गोल्ड लाइफ मेम्बरसिप अनि हरेक वर्ष डायरी निक्लिन्छ हाम्रो सुविनियर डायरी त्यो तपाईँहरू जहाँ भए पनि हामी पठाउने कोसिस गर्छौँ अनि तपाईँहरू चाहिँ यो म्युजियममा एनी टाइम वेलकम हुन्छ है अनि हजुर सुन्नु भएन तपाईँहरू त यतिवटा इन्डियाको 74 सालले त सुन्छ भने तपाईँले सुन्नु पर्ने त ए मैले आमाले भने त सुन्छ नि ओके 1 लाख डोनर लाइफ मेम्बर भएको चाहिँ 1 लाखदेखि माथि डोनेट गर्ने दे बिकम लाइफ मेम्बर गोल्ड फर लाइफ लङ अनि उहाँहरूको चाहिँ कपालको अथवा उहाँले चाहे कसको फोटो राख्ने त्यो फोटो चाहिँ हामी डिस्प्ले गर्छौँ अनि हरेक वर्ष हाम्रो म्युजियमको मेन इभेन्टहरूमा तपाईँलाई हामी वेलकम गर्छौँ विशेष गरिकन फन्ड रेजिङ लन्च हुँदा डिटेलहरू हुन्छ त्यो तपाईँहरूलाई जहाँ भए पनि हामी पठाउने कोसिस गर्छौँ अनि अन्त्यमा तपाईँहरू यु बिकम लाइफ मेम्बर एसोसिएटेड फर लाइफ अनि हामी हाम्रो केस खुल्दै गएपछि ओहो अब म यो म्युजियमलाई अगाडि बढाउनुपर्छ भन्ने तपाईँहरूमा जिम्मेवारी आउँछ अनि यो म्युजियममा तपाईँहरू यो लाइफ मेम्बरको गोल्ड ब्याज लगाएर आउनुभयो भने भर्खर यहाँ म्यानेजरबाट आयो सार्जन इन्द्र गुरुङ र सरिता बहिनी उहाँहरूलाई पनि हामीले सम्मान नगरेको रहेछ प्लिज कम फरवर्ड What are you, darling? Yes. त्यो यो त सम्मान थाप्नु पर्यो भने अलरेडी रेडी भएर आएको थियो ऊ त्यहाँबाट फुट्टै निस्क्यो क्या गोर्खा म्युजियमको लागि खुसीको खबर मेरो साथी कल्पनीय साथी तपाईँहरूको नम्बरी क्याप्टन महेन्द्र लिम्बू एमडिई र जानका बहिनी उहाँहरू चाहिँ यहाँ आइसकेपछि गोर्खा म्युजियमलाई हाम्रो आफ्नो इतिहास जगार्न गर्नका लागि तपाईँहरूले जे गर्नुभएको छ हामी एकदमै प्रभावित भएका छौँ भनेर भन्नुभयो र पनि साथ र बहिनी अगाडि उहाँहरूले 1 लाख रुपियाँ दिनुहुन्छ अलिकति यता आउनुहोस् सर यता आउनुहोस् ब्यानर 10 जनाले आफ्नो तर्फबाट फाल्टु सहयोग गरेर जानुभएको छ
अझै भोलिन्टियर हुनुहुन्थ्यो, उहाँहरू ब्रेकफास्टको लागि आत्तिनु भयो, उता क्याम्प पनि भिजिट गर्नुपर्ने समय अलिक छोटो राख्नुभएको थियो उहाँहरूले। त्यस कारणले अहिले पनि 281 का कति साहबहरूले फेरि म पनि डोनेसन दिन्छु भनेर हामीलाई विस्परिङ गर्दै हुनुहुन्छ। सुरुमा क्याप्टेन यामबहादुर खत्री साहब अनि बहिनीले एनाउन्स गर्नुभएको छ। कति रुपियाँ भन्नुहुन्छ? साहब अनि बहिनीले 1,10,000 रुपियाँ गोर्खा मेमोरियल म्युजियम नेपाललाई सहयोग गर्ने घोषणा गर्नुभएको छ। उहाँलाई धन्यवाद सहित कडमायाको सिलो। यहाँलाई थाहा छ होला, बहिनीको नाम योगमाया हो। क्याप्टेन यामबहादुर खत्री अनि मिसेस योगमाया खत्री। धन्यवाद साहब अनि बहिनीलाई। यहाँ डोनेसन दिए बापत अलिकति चुकाउनु पर्ने हुन्छ साहबहरू अनि बहिनीहरू। तपाईँको फोटो इमेलमा पठाइदिनुहोस् हामीलाई। अब भर्खरै फेरि पनि 3वटा डोनर साहबहरू बहिनीहरूको नाम आएको छ। सुरुमा अघि आउनुभएका हाम्रा त्रिलोकीको प्यारेन्ट्स होइन, त्रिलोकी कता हुनुहुन्छ? हजुरले बाबा आमाको नाममा डोनेसन गर्न लाग्नु भएको हो। उहाँको बुवा आमा मेजर अमरबहादुर गुरुङ 6 गियर अनि मिसेस धनकुमारी गुरुङ 6 गियरको नामबाट 1,00,000 रुपियाँ गोर्खा मेमोरियल म्युजियमलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ। साल अगाडि आइदिनु होला। अर्को डोनर कपुल बुद्धि बहादुर गुरुङ 6 गियर अनि नाम पनि कस्तो मिलाएर लगाएको हो, मिसेस बुद्धिमाया गुरुङ 6 गियर। पछि मिलाउनु भयो कि पहिल्यै मिलाएर ल्याउनु भयो? उहाँहरू 2जना बहिनी र बुद्धिबहादुर गुरुजीले 1,05,000 रुपियाँ गोर्खा मेमोरियल म्युजियमलाई सहयोग गर्नुभएको छ। धन्यवाद दिदीभाइ अनि बहिनीलाई। सार्जन्ट बेन थापा 2nd गियर 6th गियरमा पनि आउनुभएको छ। आउनुभएको पहिला अनि उहाँको मिसेस चित्र थापा बहिनी बेन थापा सर अनि चित्र बहिनी अगाडि आइदिनु होला। खोइ अघि एकजना साथीहरू त डार्लिङ भन्नुहुन्छ, तपाईँ के भन्नुहुन्छ? थ्याङ्क यू भेरी मच। यहाँहरू गोर्खा मेमोरियल म्युजियमलाई दिनुभएको सहयोगको लागि। हजुरको 1,00,000 हो सर। ओके, 1,00,000 रुपियाँ भन्दा प्लस दिनुहुन्छ अरे। धन्यवाद जति दिनुभयो पनि। हामी यो सबैको इतिहास जगेर्ना गर्नको लागि यो डोनेसन हामी सङ्कलन गर्ने गर्दछौँ। प्रायः जसो डोनरहरू हाम्रो भूपू सैनिकबाट नै हुनुहुन्छ, तर 1-2जना सम्राट मगर बाबु अनि बुहारी उहाँ ब्लगर हुनुहुन्छ। हजुरको च्यानलको नाम के भयो? सम्राट मगर उहाँ ब्लगर हुनुहुन्छ। उहाँले पनि गएको फन्डरेजिङ लन्चमा 1,00,000 दिनुभएको छ। बहिनी त्यतिखेर आउनु भएको थिएन, छोरी भन्ने पनि भयो है, तर पञ्चमी साइना बहिनी भन्छौँ। सम्राट बाबु अनि नानीलाई फेरि पनि गोर्खा मेमोरियल म्युजियमको बोर्ड मेम्बर बन्नुभएकोमा बधाई अनि धन्यवाद छ। 6 गियर अर्को 6 गियर आउनुभयो। 281 इन्चको अर्को डोनर कपुल हुनुहुन्छ। 2100 र 4856 भन्नुहुन्छ कसैले। W2 रामलाल श्रेष्ठ मेरो बस्ती अनि बहिनी राममाया श्रेष्ठ, उहाँहरू पनि नाम मिलाएर आउनुभएको।
पछि बनाएको हो नागरिकको चेन्ज जानुभयो आउँदै हुनुहुन्छ उहाँहरूलाई बधाई छ अनि धन्यवाद छ उहाँले आफ्नो आर्मी नम्बरसँग मिलाउनलाई 21 16 48 56 कति हजार भयो लाख भयो भनौँ 1,48,56 रुपियाँ गोर्खा मेमोरियल म्युजियमलाई सहयोग गर्नुभएको छ धन्यवाद राजा सर अनि बहिनी 1,01,001 रुपियाँ उहाँ हुनुहुन्छ 50-42 टङ्क शेरचन अनि बहिनी कल्पना शेरचन कल्पना शेरचन साहब अनि बहिनीले हामीलाई 1,01,000 लाख 1 रुपियाँ पनि दिनुभएको छ धन्यवाद अनि यहाँलाई बधाई छ गोर्खा मेमोरियल म्युजियम नेपालको एम्बेसेडरलाई तयार गर्दै गर्नुहोला 21 16 50 30 ठाकुर शेरचन अनि बहिनी सुमित्रा शेरचन सहयोगको घोषणा गर्नुभएको छ धन्यवाद ठाकुर सर अनि सुमित्रा बहिनीलाई हामी सबैको तर्फबाट अनि बधाई छ एक्काइस 50 21 शेरबहादुर पुन अनि पवित्र पुन हामीले इनग्रेडिङ गरेर सकेसम्म आज नै हामी गर्ने कोसिस गर्छौँ भरे अथवा भोलि बिहानसम्ममा यहाँहरूलाई दिने प्लान गर्दैछौँ कृपया हामीसँग सम्पर्कमा रहनुहोला शेरबहादुर पुन अनि पवित्र पुन उहाँहरूले 1,05,000 रुपियाँ गोर्खा मेमोरियल म्युजियम नेपाललाई सहयोग गर्नुभएकोमा धन्यवाद अनि बधाई छ थापा साहब अनि बहिनी श्री थापा उहाँहरूले पनि साथीहरूले यतातिर आफ्नो टिकट टिपिदिनु होला जसले गर्दा हामीलाई हजुरसँग कन्ट्याक्ट गर्न सकिन्छ लेफ्टिनेन्ट अमर थापा अनि श्री बहिनीले हामीलाई 1 लाख रुपियाँ सहयोग गर्नुभएको छ साहब अनि बहिनीलाई हामी सबैको तर्फबाट बधाई अनि धन्यवाद अर्को डङ्गरको पुन हुनुहुन्छ 21 16 49 21 रामबहादुर राणा अनि बहिनी तारामाया राणा हजुर छोरीको आमा भने हजुर नै हो कि दिदी हो उहाँको आर्मी नम्बरको आखिरी 2 फिगर 49-21 भएको नाताले रामबहादुर अनि तारामाया कपुरले 1,21,000 रुपियाँ गोर्खा मेमोरियल म्युजियम नेपाललाई सहयोग घोषणा गर्नुभएको छ उहाँ सर अनि बहिनीलाई हामी सबैको तर्फबाट धन्यवाद अनि बधाई छ हजुर थ्याङ्क यू इन्टेककै एकजना साथी हुनुहुन्छ तर उहाँले अहिले पछि यहाँहरूको तर्फबाट दिने चेक पेन्डिङ उहाँको नाम पेन्डिङमै राख्नु पर्यो अहिले अर्को डोनर कपुर हुनुहुन्छ 21 49 38 बेलबहादुर बुढाथोकी अनि बहिनी दिलकुमारी बुढाथोकी बेल सर अनि दिलकुमारी बहिनीले गोर्खा मेमोरियल म्युजियम नेपाललाई 1,01,000 अनुदान सहयोग गर्नुभएको छ यहाँहरूलाई बधाई अनि धन्यवाद छ यहाँहरूले सम्झिँदै हुनुहुन्छ होला यो डायरी वर्षपछि हामीले निकाल्छौँ अनि 1 लाख अझै पनि 5 जना डोनर 181 लाई जित्ने भयो यहाँहरूले बाजी परेको थियो क्या
उहाँहरूको 10जना भएको यहाँको त 15 पो हुँदैछ त 20 त हुने नै भयो र अर्को डोनर कपुल हुनुहुन्छ 21 र 50 43 विनोद थकाली अनि बहिनी तारा थकाली उहाँहरूले 1,15,500 रुपियाँ 1,00,000 माथि 15,500 रुपियाँ थपेर गोर्खा मेमोरियल म्युजियमलाई सहयोग गर्नुभएकोमा विनोद सर अनि तारा बहिनीलाई बधाई अनि धन्यवाद छ। अब अर्को जोडी आउँदै गर्नु होला 49 चित्रबहादुर गुरुङ 49-45 क्षेत्रबहादुर गुरुङ अनि बहिनी शारदा गुरुङ उहाँले गोर्खा मेमोरियल म्युजियम नेपाललाई 1,01,000 रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ। उहाँ सर अनि बहिनीलाई हामी सबैको तर्फबाट बधाई अनि धन्यवाद दिन्छौँ। तीर्थ साहब हाम्रो क्याप्टेन तीर्थ साहब बहिनी ल्याउनु भयो क्या हो बहिनीको नाम छैन त यहाँ पढ जाला है गुरुङ तीर्थ साहब अनि प्रेम कुमारी बहिनीले गोर्खा मेमोरियल म्युजियमको लागि 1,10,000 रुपियाँ आर्थिक सहयोग दिनुभएको छ। बधाई अनि धन्यवाद साहबलाई अनि बहिनीलाई। अर्को डोनर कपुल हुनुहुन्छ 21 र 52 प्रेम कुमार गुरुङ ल यो हरिपुरे हामी दुईजनाको बल्ल मिल्दैछ। 21 र 52 लोकराज सुनवार अनि बहिनी मिना सुनवार उहाँहरूले 1,10,000 रुपियाँ गोर्खा मेमोरियल म्युजियमलाई अनुदान सहयोग गर्नुभएको छ। धन्यवाद लोकराज सर अनि मिना बहिनीलाई। अनि मायाको चिनो पाउनुभयो हाम्रो तर्फबाट बधाई पनि छ। Here we go. 21 र 49-85 धनबहादुर गुरुङ भाइ अनि बहिनी विष्णु गुरुङ सम्झिनु होला। धनबहादुर भाइ अनि विष्णु बहिनीले हामीलाई कतिवटा एक अङ्कको अनुदान सहयोग गर्नुभएको छ। 1,11,111 रुपियाँ। धन्यवाद हाम्रा दिदी भाइ अनि बहिनीलाई बधाई। अब लास्ट चाहिँ नभनौँ अझै पनि आउँदैछ उहाँहरूले लेख्दैछ लाइनमा पनि बस्दै हुनुहुन्छ अझै कोही लाइनमा हुनुहुन्छ यता आइदिनु होला नाम चिपाउनलाई। अर्को डोनर कपुल हुनुहुन्छ 21 र 50-93 कपुल कमल गुरुङ अनि बहिनी कुमारी रमिला गुरुङ मेमोरियल म्युजियम नेपाललाई 1,05,000 रुपियाँ सहयोग गर्नुभएको छ। धन्यवाद यहाँहरू दुईजनालाई अनि बधाई छ। तपाईँहरूको काँधमा आउनेछ भोलुन्ट्री वर्क हो नेपालमा बस्नुहुन्छ भनेदेखिलाई सिधै आएर काम गरिदिनु होला सहयोग गरिदिनुहोस्। तर विदेशमा बस्नुमा एकपटक गर्दै गर्दा यहाँहरूलाई पनि निम्तो गर्छौँ हामीसँग डेट सोधपुछ गरेर युकेबाट आउने बेलामा यहाँ उभिएको ट्रस्टीहरूलाई म एकचोटि इन्ट्रोड्युस गर्नु पर्यो।
मेरो दाहिने हातमा हुनुहुन्छ क्याप्टन हिक्मत गुरुङ, सरी क्याप्टन दुधमान गुरुङ भाइस चेयरम्यान। अनि उहाँको दाहिनेपट्टि हुनुहुन्छ हाम्रो भूपाल कमल सर, उहाँ हाम्रो सेकेन्ड भाइस चेयरम्यान हुनुहुन्छ। अनि बल्ल पालो आयो क्याप्टन हिक्मत गुरुङ साहब, उहाँ हाम्रो ट्रेजरर। अनि एउटा मेजर हिटमान गुरुङ एमबिओ टियु सिक्नु साहब, उहाँ चाहिँ हेड अफ फन्ड रेजिङ। अनि क्याप्टन मिन्टन गुरुङ साहब, उहाँ मेम्बर टिम अफ फन्ड रेजिङ। अनि उहाँ उभिनु भएको सार्जन भूपेन्द्र साई चाहिँ उहाँ हाम्रो म्यानेजर। यता 6JR-ले चिन्नुहुन्छ लेफ्टेन्ट पूर्ण साहब, उहाँ चाहिँ हाम्रो जेनरल सेक्रेटरी। थ्याङ्क यू सबै नम्बरीहरू एकदम चौडा छाती बनाएर यो शुभ कार्यमा यो गोर्खा मेमोरियल म्युजियमलाई सहयोग गरिदिनु भएकोमा, हाम्रो 281 को नाम उच्च राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अब ढिलो नगरिकन हामी हाम्रो जुन 281 इन्टेकले गोर्खा मेमोरियलको लागि जुन हामीले समग्रमा जुन पैसा कलेक्ट गरेको थियौँ डोनेसनको लागि, त्यो चेक ह्यान्डओभर प्रोग्राम हुन्छ। र सबै एक्जिक्युटिभ मेम्बर साहबहरू र यो 45 एनिभर्सरी वर्किङ कमिटीको साहबहरूलाई अगाडि आइदिन अनुरोध गर्दछु। धन्यवाद। इन्टेकका सबै साथीहरू अनि बहिनीहरू मिलेर सामूहिक रूपमा गोर्खा मेमोरियल म्युजियम नेपाललाई 2 लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ। गोर्खा मेमोरियल म्युजियमका ट्रस्टी अनि सबै स्टाफ अनि सबै भेटरनहरूको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद। साथसाथैमा अघि एउटा डोनर मेम्बरले अलि पछि खुसुक्क दिन्छु भन्नुभएको थियो, तर उहाँको नाम नभनी हामी अलिकति सुख हुन सकेनौँ। उहाँ हुनुहुन्छ 2148 अनेरी लेफ्टिनेन्ट सुनिल राणा अनि बहिनी गोमा राणा। बहिनी कता हुनुहुन्छ? यता हुनुहुन्छ, आउनु होला यता। सुनिल साहब अनि बहिनीले सुनिल साहबको आर्मी नम्बरको सँग मिलाउने गरेर 1,04,870 रुपियाँ गोर्खा मेमोरियल म्युजियमलाई अनुदान दिनुभएको छ, सहयोग गर्नुभएको छ। धन्यवाद साहब अनि बहिनी, अनि बधाई छ यहाँलाई। अझै कोही जोसिँदै हुनुहुन्छ? ल अझै पछि गर्नुभयो हुन्छ यदि त्यस्तो इन्ट्रेस्ट छ भने। अब यो इन्क्रेडिङ गरेर हामीले पाउनुहुन्छ। अघि गोर्खा मेमोरियल म्युजियम नेपाललाई 2 लाख रुपियाँ आर्थिक सहयोग गर्नुभएका 281 इन्टेकका सबै साथीहरू अनि बहिनीहरूलाई गोर्खा मेमोरियल म्युजियम नेपालको तर्फबाट धन्यवाद सहित एउटा मायाको चिनो दिने हामीले प्रपञ्च गर्दैछौँ। तपाईँहरू को आइदिनुहुन्छ हामीले भन्नुभन्दा पनि फेरि पनि यहाँहरू सबैलाई धन्यवाद छ। यो चाहिँ पहिल्यै घोषित अनुदान भएको कारणले हामीले इन्ग्रेडिङ गरेर ठिक्क बनाएका थियौँ। हजुरहरूले आज लिनुभएको
ल यहाँनिर हाम्रो जति पनि नगरी नगर्ने के अरे हाम्रो मेम्बरहरू यहाँनिर भेला हुनुभएको छ उहाँहरू सबैलाई फेरि पनि धन्यवाद दिन चाहन्छौँ। अनि विशेष गरेर हाम्रो यो गोर्खा मेमोरियल ट्रस्ट हाम्रो अध्यक्ष भाइस प्रेसिडेन्टहरू ट्रेजरर साहबहरू उहाँलाई पनि हाम्रो यस्तै मौका जुराइदिनु भएकोमा उहाँलाई पनि विशेष धन्यवाद। अनि फेरि अरूभन्दा पनि हाम्रो यहाँनिर कर्णा साहबहरू पूर्ण साहबहरू यहाँनिर भिकमान साहबहरू सबैलाई फेरि भेट्न पाउँदाखेरि चाहिँ जो खुसी लाग्यो होइन। अनि यो मौका हाम्रो गरिदिनु भएकोमा चाहिँ हाम्रो कोअर्डिनेटिङ टिमको मेजर कृष्णमान मेजर सोभित हमाल नम्बरहरू अनि फेरि उहाँको वर्किङ कमिटीलाई पनि एकदमै धन्यवाद दिन चाहन्छौँ होइन। एकदमै खुसी लाग्यो। हिजोसम्म हाम्रो 2 लाख मात्रै थियो है, अहिले बढेर जो 14जना प्लस अगाडिकोले गरेर अलिकति हाम्रो अघि साहबले भन्नुभयो जस्तै एउटा हामीले चाहिँ जता पनि जो सब उद्घाटन गर्छौँ होइन गर्छखेरि अरूहरूले पनि सायद फलो गर्छ होला, किनभने हामीलाई चाहिँ उहाँले चाहिँ फलो गरिराख्नु भएको छ है। हङकङदेखि फेरि युकेदेखि नै गर्दाखेरि त्यो पनि एउटा राम्रै पक्ष हो। विशेष गरेर यो कन्सेप्ट कसरी आयो भने यो हामी पहिला 40th एनिभर्सरी हङकङमा मनाउने थियो, त्यो चाहिँ क्यान्सल भएपछि सबैले हेर्दा 45th चाहिँ नेपालमै मनाउने चाहिँ उहाँले चाहिँ एकदमै इच्छा जाहेर गर्नुभयो। त्यति बेलै ल हामी जाँदै ब्रिटिस काम पनि जाने गोर्खा मेमोरियल ट्रस्ट अनि विशेष गरी यो गोर्खा मेमोरियल ट्रस्टलाई चाहिँ सहयोग गर्ने उहाँले चाहिँ अब एकदम प्रबल इच्छा देखाउनु भयो होइन। अनि गएको हाम्रो वार्षिक भेलामा हामीले फन्ड रेजिङ गरेर यो पैसा चाहिँ राफल ड्र अनि फेरि केबाट चाहिँ हामीले उठाउनु सफल भएका थियौँ है। यो सबै तपाईँहरूलाई चाहिँ थ्याङ्क यू भन्न पाउँछु होइन वन्स अगेन। यति भन्दै अब यो सबै यहाँनिर म्युजियमहरू घुम्ने मौका छ। अनि फेरि अर्को एउटा विशेष के हो भने यहाँनिर यो जुन चाहिँ यो शिक्षाको यो मेमोरियल छ है, उहाँ चाहिँ पहिला लेफ्टेनेन्ट कर्नल के अरे म्याकिनले उहाँले चाहिँ मलाई रिक्वेस्ट गरेर यो ट्रान्सलेट गरेको चाहिँ मैले पनि गरेको थिएँ है जानकारीको लागि। अनि अर्को एउटा कुरा के छ भने अस्ति भर्खर लास्ट इयर चाहिँ अफगानिस्तान इराकमा अपरेसन 1मा बितेको फोटोग्राफरहरू ह्यान्डओभर अस्ति मेमा लास्ट इयर मेमा गरेको थिएँ, त्यसमा पनि म पनि इन्भल्भ भएको थिएँ है। गर्दाखेरि लिङ्क चाहिँ छ है। अनि अर्को विशेष धन्यवाद चाहिँ यहाँको संस्थापक अध्यक्ष एकनारायण साहब छ हजुर, उहाँले पनि हामीलाई चाहिँ विशेष गरेर चाहिँ बेला बेलामा चाहिँ घचघचाइ रहनुहुन्थ्यो, गर्दाखेरि उहाँलाई पनि सम्झिन चाहेँ। अनि लास्टमा यहाँनिर हाम्रो आउन नभ्याउने हाम्रो मेम्बर साहबहरूलाई चाहिँ जो तपाईँहरूले मिस गर्यो भन्नुभएको छु। अनि अन्तिममा सबै मिडिया साथीहरूलाई एकदमै मुरी धन्यवाद। यो चाहिँ हाम्रो एभर लास्टिङ मेमोरीमा तपाईँले चाहिँ अब राखिदिनुहुन्छ है। अनिखेरि संसारभरि नै जो उहाँले चाहिँ देख्न पाउनुहुन्छ, गर्दाखेरि थ्याङ्क यू भेरी मच। अनिखेरि गोर्खा मेमोरियल ट्रस्टलाई यो हामीलाई चाहिँ माया जुन दिनुभएकोमा चाहिँ एकदम मुरी धन्यवाद साहबहरूलाई सर। थ्याङ्क यू भेरी मच सर, थ्याङ्क यू। धन्यवाद सुनिल सर। फेरि दुईटैलाई पास्ट 1 लाख डोनरको हैसियतले उहाँहरूलाई हामी सबैको तर्फबाट बधाई दिनलाई अगाडि निम्तो गर्न चाहन्छु। ल यहाँको 1 लाख रुपियाँ सहयोगको लागि धन्यवाद। उहाँले अस्ति नै पैसा दिइसक्नुभयो। तपाईँ नझुकाउनुहोस् न, हाम्रो मान्छेलाई तल राख्ने आफू अगाडि देख्ने कि माथि बोलाउनुहोस्। ल उहाँले सहयोग अस्ति नै दिइसक्नु। ल अरूले सुन्नु भएन।
गरिदिउँ। उहाँ टुरिस्टका हाम्रो साथीहरू बहिनीहरूले केही प्रश्न छ भने उत्तर दिनलाई हेल्प गर्नको लागि ग्यालरीतिर यसो गरिदिनु। One second, 1 second. त्यसमा त हाम्रो फ्यामिलियर विथ द क्याम्प होइन गर्दाखेरि चाहिँ म धेरै क्याम्पको बारेमा साह्रै गर्दिनँ। यो ब्रिटिस गोर्खास प्रोफाइल क्याम्प चाहिँ को मेन पर्पज चाहिँ गोर्खा रिक्रुटिङ हो। त्यसमा चाहिँ हजुरको अलिक समय टाइटले गर्दै मैले चाहिँ प्रोपर पावर पोइन्ट प्रेजेन्टेसन तयार पारेको थिएँ, तर आई डोन्ट थिङ्क द्याट विल म्यानेजेबल। तर इन सर्ट गोर्खालीको जे जति लास्ट 215 वर्ष जस्तो भयो होला हामी सर्भिस गर्दैछौँ। यहाँहरूले गर्नुभएको लेगेसी, तपाईँहरूले गर्नुभएको कन्ट्रिब्युसनको फल चाहिँ स्टिल हामीले चाहिँ मेन्टेन गरिरहेको छ भनौँ न। लास्ट इयर 323 जना ब्रिटिस आर्मीमा अनि 144 जना चाहिँ सिङ्गापुर पुलिसमा सक्सेसफुली भर्ती भएर जानुभयो। सेलेक्सन क्राइटेरियाहरू स्लाइटली चेन्ज भएको छ पहिलोभन्दा, तपाईँले सोसियल मिडियामा पनि फलो गर्नुभएको छ होला। तर अहिलेको लागि चाहिँ रिक्रुटिङको मन्त्र फ्री, फेयर अनि ट्रान्सपरेन्ट भन्ने मन्त्र हामीले फलो गर्छौँ। पहिलाको जस्तो मैले चिनेको, मैले मेरो गाउँको, मेरो ठाउँको, मेरो जातको भन्ने केही पनि चल्दैन। एब्सोल्युटली फेयर ट्रान्सपरेन्ट, द्याट इन्क्लुडिङ एसेसमेन्ट, जति पनि एसेसमेन्ट हुन्छ त्यसको रिजल्ट, त्यसको टाइमिङ, सबै कुरा चाहिँ देयर एन्ड देन क्यान्डिडेटले थाहा पाउँछ है। पहिला जस्तो लुकेर बिगार्ने भन्ने कुरा चान्सै छैन। ट्रेनिङ सेन्टरले हाम्रो के अरे पिआरलाई पोटेन्सियल रिक्रुट भएरलाई चाहिँ तयार गर्नुहुन्छ, उहाँहरूलाई पनि म थ्याङ्क यू भन्न चाहन्छु। तर बिचमा त्यो मिसअन्डरस्ट्यान्डिङ छ होला, सायद पुरानो एक दुईवटा घटनाहरूले गर्दा त्यो रिफरेन्स लिएर आएको जस्तो लाग्छ। तर त्यो चाहिँ नो लङ्गर एक्जिस्ट गरेर चाहिँ प्योरली उहाँहरूको पर्फर्मेन्स र मेरिट अनुसार एभ्री एसेसमेन्टको चाहिँ पोइन्ट सिस्टम हुन्छ अनि बेस्ट अफ द बेस्ट हजुरलाई थोरै कन्टेक्स्ट दिनुपर्छ। यो वर्ष चाहिँ रफली 13,000+ एप्लिकेन्ट्स थियो इनिसियलमा, अनि अहिले लास्ट मन्थ आएर 361 सक्सेसफुल हुन्छ। तर उहाँहरू चाहिँ फेल भएको चाहिँ हो त, हामीले चाहिँ अनसक्सेसफुल क्यान्डिडेट भन्छ। फेल भेरी नेगेटिभ, उहाँ चाहिँ फाइनल सम्म पुग्नुहुन्छ भने उहाँहरू सबै नै कम्प्लिट स्ट्यान्डर्ड दिएको हो। तर हाम्रो डिभिजेसन नम्बरले गर्दा सबैको म 28 वर्षपछि जस्तै यहाँ आएँ, अनि आएर काम गर्दै गर्दा प्लस यो सेलेक्सन प्रोसेस फाइनली पुगेमा थोरै मेरो आफ्नो कन्ट्रिब्युसन दिन पाउँदा र हाम्रो लेगेसी गोर्खालीको स्ट्यान्डर्ड, हाम्रो ट्रेडिसन र हाम्रो जुन किसिमको लोयल्टी छ त्यो मेन्टेन गर्न पाउँदाखेरि चाहिँ एकदमै गर्व लाग्छ। अनि यहाँहरू सबैको त्यसमा चाहिँ एकदमै ठुलो भूमिका छ। त्यसमा प्लिज फिल भेरी प्राउड अफ युर सेल्फ। हजुरहरू चाहिँ कोही पनि 60 वर्ष पुगे जस्तो चाहिँ कोही पनि देखिँदैन। द्याट मिन्स युआर भेरी ह्याप्पी। अझै 2 वर्ष बाँकी छ होइन, 60 वर्षमा अझै 2 वर्ष बाँकी छ। अघिको के अरे ट्रिटमेन्टहरू निकै गर्नु यो चाहिँ कन्टिन्यू गर्नु होला भन्छु। अनि संसारमै धेरै यहाँको सालमा मेजोरिटी
तर सबैलाई हाम्रो किङ्सको के अरे हाम्रो किङ्स चार्ल्सको हाम्रो मल्टियुज हल भन्छ त्यो चाहिँ एकदम राम्रो छ मोर इम्पोर्टले हजुरको इन्फोको लागि चाहिँ बाहिर गेटको लेफ्टतिर चाहिँ ऱ्यान कम्प्लेक्स चाहिँ एकदम राम्रो बनाएको छ अहिले चाहिँ एकदम फाइनल फेजमा छ एयर कन्डिसन हाल्दैछ द्याट मिन्स हजुरहरूको जति पनि मिटिङहरू पछि चाहिँ त्यो गर्न सक्नुहुन्छ एकदम राम्रो चाहिँ पोजिटिभ चाहिँ त्यो छ अनि अहिले चाहिँ पहिलाको भन्दा थोरै पर्सपेक्टिभ चेन्ज भएको छ ब्रिटिस क्याम्पको चाहिँ क्विन गोर्खाको अलिकति इम्पोर्टेन्ट छ हामी चाहिँ गोर्खा वेलफेयर ट्रस्ट दार्जिलिङ अनि गोर्खा मेमोरियल म्युजियम र अर्को गोर्खाको र यहाँ चाहिँ हामीले संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य हो अनि पोखराको स्पेसिफिकली चाहिँ ट्याक्टिकल लेभलमा चाहिँ हाम्रो यहाँ नजिकको अथोरिटीहरूसँग चाहिँ सम्बन्ध कायम राख्न एकदमै ठुलो भूमिका छ अनि ओन्ली देन स्ट्राटेजिक लेभलमा चाहिँ बल्ल हामीले गोर्खालीको फ्युचर सिक्योर गर्ने नगर्ने भने चाहिँ हाम्रो हातमा ठुलो हात छ तर चाहिँ यहाँहरूको समय र उपस्थित गरेँ मैले तपाईँलाई चाहिँ यहीँ नै लन्च गरौँ कि भन्ने सोचेँ तर सरले होइन सर बिग गार्डन अलरेडी बुक भन्नुभयो आइतबार परेको होइन आई थिङ्क इट्स वेल वन्स अगेन थ्याङ्क यू हजुरको उपस्थितिको लागि पेन्डिङ एनी क्वेसन्स हामी एउटा ग्रुप फोटो खिचौँ त्यसपछि हामी क्याम्प चाहिँ वक राउन्ड गर्छौँ थ्याङ्क यू भेरी मच अब हामी जनवरीबाट के अरे मार्चबाट एडभर्टाइज गर्छौँ मार्चको एन्ड रेडी सर रेडी 538 ल यो सबैले हात हल्लाउनु रेडी पहिला चाहिँ धेरै हुन्थ्यो आज कम तर
दुई चक्कर कुदेर चौतारा आएर बस्नेहरू पनि थियो कम्सा मार्ने डबल मार्क गरेर बस्नु घन्टी बजाउनुहोस् घन्टी बजाउनुहोस् यो त पहिलेदेखि अफिस हो नि क्वार्टर हो यो पारेको यो लामो मनमा ग्यादरिङको लागि भनेर पानी छ यता पनि लेमन लेमन पानी सादा पानी है तर यहाँ
इन्डियामा रिटायर्ड भइसक्नु कति वर्ष सर्भिस गर्नुभयो इन्डियामा 17 वर्ष मभन्दा 2 वर्ष बढी Once again, finally, Joshi Saab, thank you very much for your kind permission to allowing us to visit BJP. जो कि हाम्रो नम्बरी बहिनी धेरै रिक्वेस्ट थियो नम्बरी साहबको भन्दा नम्बरी बहिनी धेरै रिक्वेस्ट थियो आशा छ आज यो ठाउँमा आएर ब्रिटिस अर्गनाइजेसन नेपालमा कसरी भएको छ के छ भन्ने कुरादेखि अवगत भएको होला र आशा छ यो मेसेज फेरि हजुरहरूले पनि अरू इन्टेक्टमा पुऱ्याउनु हुनेछ भन्दै जस्ट अगेन Bashi Saab, thank you very much. Thank you for your permission. And we always appreciate that. Thank you. Very nice to meet you. पहिले त्यो जिम नगर्ला के जिम हेर्नु
ब्रिटिस क्याम्प घुम्दै के विजय पुलिस रिपोर्टरहरूको सबैको पिरियो Sunday, I think we are catching up with your busy time. Sorry for that. And if you don't mind, Yeah, just okay. a brief about your. Yeah, okay. Well, welcome everybody. I'm slightly confused. So when you, so 2 of 81, I was 13 years old. So I'm slightly confused because some of you don't look very old. That's the second time we have been told today. Oh, good. That's good. Then if you heard it 3 times, then it's true. You have to wait for a little bit. And are you all based in Nepal, or are some of you? I know, Saab, I know where you're based, and I know, Saab, where you're based. But have you all come from UK, or? Majority of them. Oh, and from Hong Kong. And from Hong Kong too. Gosh, so when, because originally this was going to be done by my deputy, Captain Fatasar, and then I think when he found out there were so many of you, he went on leave and said, I hope you speak English, by the way. I don't know if anybody and so he said, would you give this brief to intake 2 of 81? And I expected 6 people. So I was going to do it in my office originally. And he said, no, Sab, there's hundreds of them. Anyway, welcome to here, the Gurkha Welfare Trust. We are sort of blistered on to British Gurkhas Pokhara. This is where we operate from. This is the beating heart of the Gurkha Welfare Trust. And I am Lieutenant Colonel Johnny Fenn, and I'm the field director. And so I look after all of our work that operates across Nepal. I have some notes actually. I'm going to, just in case I need some figures. The message that we have with the Gurkha Welfare Trust is living with dignity. So when we first started, 1969, it was called the Gurkha Welfare Appeal. There were 8 field marshals that wrote a letter in the Times asking for £1 million to be given by the British public to support all those Gurkhas that served after the Second World War, and then Burma and Malaya, and then were sent back to Nepal without a pension. So they came back to Nepal without a pension and actually were living in some difficulty. So these 8 field marshals wrote a letter asking for £1 million, and the British public gave £1 million. And it's really been the feature of those last 57 years that the Gurkha Welfare Trust now operates across Nepal. We have 20 area welfare centres permanently manned in Nepal, and 1 still in Darjeeling. Anybody from Darjeeling? From here? Anybody from India? No clerks at all? No Babuji Toli? We now spend about £24 million a year based from this headquarters across our efforts in Nepal. So it's quite a lot of money. But we're not actually a charity here in Nepal. We don't come under the Social Welfare Council. We're not an NGO. We come directly under the Ministry of Defence, the Nepali Ministry of Defence. So we're not a charity. And I like to think of us as not a charity. I feel like it's a duty for us to do what we do. So it's not necessarily charitable giving, although the money does come from the charity in the UK. But for us to work out here, it really is a duty. And that's supporting veterans, widows, often children as well, and the wider community.
And I used to do this job 15 years ago. So for 2.5 years, I was doing this same job before I first left the army. And then I got invited back to rejoin the army. I didn't even know that was possible, but here I am, often in uniform. When I was here last time, we had about 15,000 welfare pensioners. We now pay 2,500 welfare pensions. So there aren't that many welfare pensioners left, and the average age of the welfare pensioners, a little bit older than you, is 84 years old. We have 60 welfare pensioners who are over 100. We have 40 who are 99. So if everybody can wait until next year, we'll have 100 welfare pensioners who are 100 years old. And we've recently had our trustees visit, and they said to me, what metrics can we measure to prove success of what we do? Well, that's a really, really strong metric. Out of our 2,500 welfare pensioners, we've got nearly 100 100-year-old welfare pensioners. And you know, for those people living in the remote hills in Nepal, that's really quite impressive. And for us, as they get older, looking after very old people in very vulnerable situations in very remote parts of Nepal is very difficult. There's a lot of berries in that, but it's the nature of our business. It's a really, really difficult thing to do. So I have 530 staff working for me. Lots of them are medical. And what you will all remember the welfare centres. You'll all know the welfare centre from your region. And what used to happen was that the welfare pensioners would come every 3 months and they'd meet at the welfare centre and they'd get paid 3 months worth of welfare pension, and they'd take home their Brufen and their Tubi grip, and they would go back for the next 3 months and wait. What happens now is that we go out to them. So the reason I've got so many staff, and lots of them are medical, is that we send doctors and nurses to the hills, to where these old people are living. And sometimes you know how difficult travel can be in Nepal, and sometimes it can take 3 days just to go and visit one welfare pensioner. So it's a really, really incredible thing that my team are doing, and it's very, very difficult as well. Bit to that, and we have to do that because I only get a certain amount of money from the UK MOD, and that just about covers what we do for service pensioners. Otherwise, because there's no cap on the treatment or the cost of the treatment, so it's a pretty good scheme. It's a very valuable scheme. The final thing that we do is that we still do some work in the communities where we have historically and routinely recruited Gurkha soldiers from. So we still build 2 major schools every year. That's 14 to 18 classroom schools. Those schools come with a water project, they come with a library, they often come with brand new toilet facilities, so sanitation is very, very good. And then, so those are major schools, and then we build about 100 every year minor school projects, and that might be refurbishment, or it might be an extension to a school, or it might be that we give furniture as well. We also build water projects, and you will remember and you will have seen the taps around from the Gurkha Welfare Trust. Very interestingly, from this year, almost 10% of rural drinking water in Nepal has been provided by the Gurkha Welfare Trust. It's a huge, huge impact in Nepal. And now it's one house, one tap. So every household in the villages that we look after, and there are on average 88 taps per project. And we run 28 projects this year. So that's a lot of water to people in need. And the final thing that we do is that we run 4 medical camps. So external medical camps, and these are usually wider than our usual recruiting area. So in remote places like Darchula, we did 2 projects up in Darchula last year. And this is for anybody who needs things like cataracts or teeth pulled out, those fairly sort of simple things. All of those medical projects are paid for by Dame Mary Perkins, who owns Specsavers in the UK.
So she funds all that for us. All of our school projects, by the way, are funded by one donor at the moment. He pays for all of that. He says, go and build some schools up in the hills. So it's not really charity money for our ex-Gurkhas that are funding our school projects. We can then spend out here. So I want to say, on their behalf and on our behalf, thank you so much for your service within the Brigade of Gurkhas and the families that support them, who are doing all the hard work behind the scenes. But thank you. It allows us to continue doing what we do, and we are hugely grateful. Thank you. पछि रेजिस्टर गर्नुहोस् एकदम सजिलो छ पछि त्यहाँ प्राइमेरी केयर पाइन्छ छुट्टी आउँदा नि दबाई पानी गर्न पाइन्छ त्यो बुझ्नु होला है हस् थ्याङ्क यू Thank you. So with Sam, you're going to talk about Trail Walker. Yes. Yeah, good. Yes. Once we decided we were coming to Nepal to celebrate our 45th anniversary, we did three things. One was to visit the Gorkha Museum and raise money for them. So we've sponsored 3 lakh. Yeah. And then there were 17 of us who sponsored individually, so 1 lakh each, more than 1 lakh each, so that's a good thing. We also sponsored 50,000 rupees to Rana Gold Cup. They are looking after the academy, to the not so young lads. So, and then what we also decided in the last, our annual gathering was our young Buro Toliero, they decided, okay, we'll run the trail walker team, trail walker, participate in the trail walker, and try to raise money. So, can I introduce, please, trail walker team? Yaunista, please. Admin. Pachas, kere ukago. Captain Tirtha, he was taken away by your 2IC. Yeah. Captain Tirtha, yes, I do. Yeah. Unfortunately, he's not here. Yeah. Team Captain Subhas Kayasta, he's also in UK. He couldn't come. And then we have another member, Captain Ankowar. He couldn't come here. But he is the marathon runner. He has just completed 7 marathons here in the last 7 days. Oh, yeah. Yeah. Oh. 7. Ramla, and the 2 support team. Yeah. So, and what they did, or what we all did, was raise 2,011 pounds for the Gorkha Welfare Trust. Fabulous. So, fabulous. Yeah. So that money has already gone to the Gorkha Welfare Trust anyway. Yeah. So I just wanted to mention and then introduce them to you. Yeah. So technically, or I mean, like you said, we have responsibility to look after the Gorkha Welfare Trust so that they can help our old pensioners, and we have been doing that. And individually and collectively, this is what we have done, and we wanted to make you aware what we have done, and then introduce to the hard-working runner as well. Yeah. And then another thing was to request and visit the Gorkha camp, BCP Pokhara as well. So I'd like to thank our coordinating team, especially Major Sobit Hamal. He's done a fantastic job, and thank you for giving us a brief, and then to Ashisabi as well for letting us visit. It's a memories for us. Yeah. Thank you. Yeah. Thank you. My wife might
एकचोटि होइन हजुर Okay, ready? ल यसमा मलाई हेर्नु ल Okay, one more. Okay, ready? Thank you. हुन्छ पुग्दैन त्यही हो कि दुई दिन बुक गऱ्यो नि त 2 दिन त काम नगरी एनै कम्पिटिसन हुन्न फेरि एनै त्यतिकै बसेर एनै त हुँदैन अब ममता म आउँछ म जाने कामको पनि खानु पर्यो नि त भित्रको पनि खानु पर्यो नि भनेर फेरि अगाडि जानु के अरे त्यो भ्यालु छ भने ल त्यहाँ चिसो पेट चट्ट छ एक बजी